मटरलाई चाहिँ मैले यसो गरेको छु, यहाँ राखेर यसलाई थिचेको मात्रै है, चेप्टाको। यसो गऱ्यो भने चाहिँ तपाईँको के हुन्छ भने नि यो पनि बिचमा के पो मसला पनि पस्छ है, तेल पस्छ, नुन पनि पस्छ भनेर है। नमस्कारम, स्वागतम हजुरहरूलाई हाम्रो युट्युब च्यानलमा। आज चाहिँ म सजिलै प्रकारले पिक्कल बनाउन गइरहेको छु, मिक्स भेजिटेबलको। मेरोमा जे थियो त्यही थियो, मेरो त्यसकै बनाउनु गइरहेको छु। मेरोमा चाहिँ कोपी थियो, गाजर, अनि यो बन्दाकोपी थियो, अनि मटरलाई चाहिँ मैले मजाले उयो चेप्टाएको छु र हामी चाहिँ अब बनाउनु गइरहेको छु। यो चाहिँ सालो राखेर तपाईँ खान सक्नुहुन्छ। यो पानी गरम भइसकेको छ है, यसमा चाहिँ म नुन हाल्छु, लटक ज्यादै नुन हाल्नुपर्छ किनभने अचार बिग्रिँदैन। अनि म हाल्नेछु हर्दी। हर्दी हालेर चाहिँ म चाहिँ के गर्छु भने यसलाई चाहिँ यो पानीमा चाहिँ तातो पानीमा हाल्ने है, तातो पानीमा हाल्ने मात्रै, यसलाई तातो उमाल्नु होइन, यसलाई एकदम तातो पानीमा हालेर चाहिँ फेरि हामी यसलाई उयो छानेर चाहिँ सुकाउने है। तातो पानीमा हालेर 5-10 मिनट जस्तो राखेँ है। अब यसलाई निकालेर हामी सट्टै फैलाउनुपर्छ। नुन पसिसकेछ यसमा होइन, सट्टै फैलाएर राखेर भोलि बिहान चाहिँ रेडी हुन्छ अचार बनाउनुको लागि। फेरि राखेर है म निचार्दैछु पानी, तातै गर्नु होला तपाईँहरूले। यो सहनु सक्ने तातो छ। अब यसलाई फैलाइदिनुहोस्। तातै फैलायो भने चाहिँ के हुन्छ भने यसको नि त्यो पानी चाहिँ सुक्छ, जुन पानी छ नि बिगार्ने पानी, अचारलाई बिगार्ने पानी चाहिँ सुक्छ। यसरी फैलाइदिनुहोस्। लु हेर्नुहोस्, हाम्रो यो भइसकेको छ। मैले रातभरि यसलाई नाङ्लोमा उयो गरेँ है, फैलाएर राखेँ। अनि दिउँसो पनि घाममा चुन्नीले छोपेर चाहिँ यसलाई मैले राखेको। यो हाम्रो यतिको भएको छ। यसलाई अब ड्राई गर्ने जरुरत छैन है। अब म चाहिँ मसला चाहिँ के हाल्छु भने खालि यो जिरा पाउडर हाल्छु है। तपाईँहरूले चाहिँ 5 फोरनहरू जुन मसलामा बनाउँदा पनि हुन्छ, तर यो चाहिँ मलाई एकजना दिदीले भन्नुभएको, जिरामा चाहिँ एकदमै राम्रो टेस्ट आउँछ अरे है, जिरामा चाहिँ हालेर। अनि म रातो खोर्सानी हाल्छु। पिरो नै बनाएको यो मैले, किनभने यो चाहिँ भित्र गएर अमिलो हुन्छ नि त है। अन्त म नुन अलिकति हाल्छु। नुन पहिल्यै हालेकोले गर्दा निकै उयो छ नुन है। अन्त यो हर्दी पाउडर पनि हाल्छु म। अनि म हाल्छु तिखालाल चाहिँ कलरको लागि है। म चाहिँ पिरै खान्छु, तपाईँहरूले अब कसरी हाल्नुहुन्छ। अनि म हाल्छु यो मस्टर्ड है। यो चाहिँ उयसमा सिलगढीमा पाउँछ। यो अलरेडी प्रिजर्भ भएको हो, यो नबिग्रिने मस्टर्ड। अब हामी मस्टर्ड उयो म काँचै हाल्छु, तपाईँहरूले तताएर हाल्नु होला। मलाई चाहिँ काँचै फ्लेभर मनपर्छ यो सर्सोको तेलको चाहिँ। अब यसलाई हामी मजाले फिट्नेछ। तपाईँहरूले यो अचारको मसला बनाएर पनि हाल्नु सक्नुहुन्छ है। युट्युबभरि अचारको मसला छ। यो हेर्नुहोस् है, हाम्रो मिक्स भइसक्यो। अब हामी यसलाई जारमा हाल्नेछौँ, बोतलमा। अन्त हामी राख्ने एकदम इम्पोर्टेन्ट कुरो हो। अचार हाल्दा चाहिँ तपाईँहरूले यो सेकाउनु होला। एकदम यो सेकाएर चाहिँ यहाँदेखिको भाप आउँदै जान्छ है। अन्त सेतो हुँदै जान्छ, क्लियर हुँदै जान्छ। लु हेर्नु त हो, क्लियर हुँदैछ। यहाँसम्म त्यो क्लियर हुनुपर्छ। त्यो भाप चाहिँ यसरी यो के भन्छ, यो आँचले नै क्लियर हुनुपर्छ। अन्त मात्रै अचार तपाईँको बिग्रिँदैन। अब यसले गर्दा चाहिँ बिग्रिन्छ अचार। यो सेकाएर मैले क्लियर बनाएँ होइन। अन्त यसलाई चाहिँ मैले फेरि सेलाएँ। अब चाहिँ म यसमा अचार हाल्दैछु। यसको ढकनी पनि मैले सेकाएँ। यो चाहिँ तपाईँको अचार बिग्रिँदैन है, तर तपाईँले यो तपाईँकै अचारको मसला हाले पनि हुन्छ। मैले चाहिँ अचारको मसला नहालेको। एकजना दिदीले भन्नुहुन्थ्यो थियो यसरी बनाउँदा मिठो हुन्छ भनेर। लु हेर्नुहोस् है, यो चाहिँ भइसकेको छ है। मैले यसमा अब यति नै। यो ओइल चाहिँ के गर्नु, कम्ती नै छ होइन, तर यो घाममा सुकाउँदा चाहिँ तपाईँको ओइल निस्किन्छ।
अनि यसलाई चाहिँ अब हामी बन्द गर्नेछौँ। बन्द गर्दा चाहिँ तपाईँहरूले के गर्नुहुन्छ, यो त मैले फोइल लगाएको छु होइन, यहाँ टिस्यु पनि लाउनुपर्छ। टिस्यु लगाएर चाहिँ टिस्यु लगायो भने चाहिँ के गर्छ, तपाईँले जब घाममा सुकाउनुहुन्छ नि, टिस्यु लगाएको छ भने चाहिँ त्यसले चाहिँ यसको पसिना चाहिँ चुहुँदैन, अन्त बिग्रिँदैन होइन। त्यो कारणले गर्दा या त टिस्यु या त तपाईँले पत्ला कटनको लुगा पनि लाउन सक्नुहुन्छ।